विद्यार्थी भाइ बहिनीहरू, आज म सिटिबिटी को लागि एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट न्युमेरिकलहरु राख्ने क्रममा एउटा यो हिटसँग सम्बन्धित न्युमेरिकललाई लिएर आएको छु। क्वेशन हेरौँ त। A steel rod of length 1 meter at 0 degree Celsius is heated at 100 degree Celsius। 0 degree Celsius में रहेको 1 मीटर लेन्थ को स्टील रडलाई 100 degree Celsius सम्म हिट गरियो। क्याल्कुलेट द इन्क्रिज इन लेन्थ अफ रड को लेन्थ कति इन्क्रिज भयो हामीलाई क्याल्कुलेट गर्नुपर्ने छ। र गिवन कुरा अर्को के छ यहाँ भने क्युबिकल एक्सपान्सिभिटी अफ रड दिएको छ 36 × 10⁶ डिग्री सेल्सियस पर डिग्री सेल्सियस दिएको छ। अब यसलाई कसरी गर्ने भन्ने कुरा विद्यार्थी भाइ बहिनीहरू, यसलाई हामीले क्युबिकल एक्सपान्सिभिटी मा पढेको हुनुपर्छ। लिनियर एक्सपान्सिभिटी र क्युबिकल एक्सपान्सिभिटी को रिलेसन विद्यार्थी भाइ बहिनीहरूले सम्झिनु पर्यो, जान्नु पर्यो। के छ यो क्युबिकल एक्सपान्सिभिटी र लिनियर एक्सपान्सिभिटी र यो भनेको अल्फा मिन्स लिनियर एक्सपान्सिभिटी अनि गामा मिन्स क्युबिकल एक्सपान्सिभिटी। अब अल्फा र गामा को रिलेसन त विद्यार्थी भाइ बहिनीहरूलाई याद भएको हुनु पर्यो, किनकि यो थ्योरी पनि यसबाट आउँछ। यो अल्फा इक्वल के हुन्छ गामा/3 छ। यहाँ क्युबिकल एक्सपान्सिभिटी दिएको छ भने हामीले लिनियर एक्सपान्सिभिटी हामीले निकाल्न सक्छौँ। कति यहाँ 36 × 10⁶ पर डिग्री सेल्सियस क्युबिकल एक्सपान्सिभिटी छ भने हामीले यो लिनियर एक्सपान्सिभिटी यो फर्मुलाबाट निकाल्न सक्छौँ। लिनियर एक्सपान्सिभिटी निकालिसकेपछि हामीलाई इन्क्रिजिङ लेन्थ निकाल्नका लागि सजिलो छ। इन्क्रिजिङ लेन्थ भनेको सुरुको लेन्थ, जस्तो इनिसियल लेन्थ L1 1 मिटर दिएको छ, हामीले L2 निकाल्ने। L2 निकालिसकेपछि L2 - L1 भनेको इन्क्रिजिङ लेन्थ हो। यही कुरा हामीलाई निकाल्न पर्ने छ। अब त्यसको लागि विद्यार्थी भाइ बहिनीहरू, अब हामीले इक्जाममा कसरी गर्ने सोलुसन यहाँ हामीले लेख्दैछौँ। सुरुमा के गर्नु पर्यो, गिवन के कुराहरू दिएको छ त्यसलाई लेख्नु पर्यो। लेन्थ अफ द स्टिल रड, लेन्थ अफ स्टिल रड, लेन्थ अफ स्टिल रड एट कतिमा त 0 डिग्री सेल्सियसमा। यसलाई हामीले L1 ले डिनोट गर्ने। 1 मिटर दिएकै छैन, स्टिल रड अफ लेन्थ 1 मिटर एट 0 डिग्री सेल्सियस। अनि हामीलाई लेन्थ अफ स्टिल रड एट 100 डिग्री सेल्सियस भनेको L2 यो हामीलाई थाहा छैन। अनि यो कुरा अर्को कुरा के थाहा छ, इनिसियल टेम्परेचर θ1 भनेको 0 डिग्री सेल्सियस छ। अनि फाइनल टेम्परेचर चाहिँ कति छ, फाइनल टेम्परेचर θ2 छ। कति दिएको छ भने 100 डिग्री सेल्सियस दिएको छ। यसबाट हामीले के कुरालाई निकाल्न सक्छौँ भने चेन्ज इन्टु टेम्परेचर। कति टेम्परेचर चेन्ज भयो त, डेल थीटा भनेको θ2 - θ1, θ2 - θ1 गर्दा 100 - 0 भनेको कति हुन्छ त 100 डिग्री सेल्सियस छ। यसपछि विद्यार्थी भाइ बहिनीहरू के कुरा हामीले गर्ने त भने यहाँ अझै गिवन छ क्युबिकल एक्सपान्सिभिटी भनेको हामीलाई क्युबिकल एक्सपान्सिभिटी गामा हो। कति दिएको छ 36 × 10⁻⁻6 डिग्री सेल्सियस पर डिग्री सेल्सियस दिएको छ।
यदि क्युबिकल एक्सपेन्सिभिटी थाहा छ भने हामीले लिनियर एक्सपेन्सिभिटी थाहा हुन्छ। लिनियर एक्सपेन्सिभिटी किनकि इन्क्रिज इन लेन्थमा लिनियर एक्सपेन्सिभिटी अल्फा हामीलाई चाहिने भएको कारणले गर्दा यहाँ लिनियर एक्सपेन्सिभिटी निकाल्न पर्ने छ। लिनियर एक्सपेन्सिभिटी अल्फा इक्वल के हुन्छ त गामा बाई 3 हुन्छ। यो रिलेसन यसलाई याद गर्नु पर्यो। 36 × 10 टु द पावर 36 × 10 टु द पावर -6 डिवाइड 3 भनेको 12 × 10 टु द पावर -6 के त यसको डिग्री पर डिग्री सेल्सियस। अब लिनियर एक्सपेन्सिभिटी पनि हामीले निकाल्यौँ अनि इन्क्रिज इन लेन्थ हामीले निकाल्नु परिन्छ। इन्क्रिज इन लेन्थ भनेको के त इन्क्रिज इन लेन्थ L2 - L1 L2 - L1 भनेको हामीलाई क्याल्कुलेट गर्नुपर्ने छ। अब विद्यार्थी भाइ बहिनीहरू हामीलाई लिनियर एक्सपेन्सनबाट एउटा फर्मुला डिराइभ गरेका थियौँ नि, त्यो फर्मुलालाई युज गर्नु पर्यो। हामीसँग के फर्मुला छ? वी हेभ L2 इक्वल L1 × 1 प्लस अल्फा डेल थीटा। यसलाई लेखौँ L2 इक्वल L1 प्लस L1 अल्फा डेल थीटा। यसलाई सिधै मान राखौँ किन यस्तो गर्नु पर्यो होइन, सिधै मान राखेर निकाल्नु होइन। अब मान राखौँ त L2 इक्वल L1 को 1 मिटर छ 1 प्लस अल्फाको भ्यालु पनि हामीलाई थाहा भयो 12 × 10 टु द पावर -6 × 100 गर्दाखेरि टोटल गर्दा कति आउँछ? क्याल्कुलेटर हाल्न विद्यार्थी भाइ बहिनीहरू 1.0012 मिटर आयो। अब हामीले त L2 पनि निकाल्यौँ, L1 त छँदैछ अलरेडी आइहाल्यो त। देयरफोर इन्क्रिज इन लेन्थ भनेको L2 - L1 L2 भनेको 1.0012 - 1 गर्दाखेरि 0.0012 मिटर आयो। हेन्स थस इन्क्रिज इन लेन्थ अफ रड इज 0.0012 मिटर एन्सर। यसरी हामीले यो क्वेसनलाई गर्नुपर्ने हुन्छ। ल यसलाई केही मिस्टेक के अरे विद्यार्थी भाइले नबुझेको छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। सुरुमा हामीले गिभन कुराहरू लेख्यौँ, यसमा जान्नुपर्ने यो क्युबिकल एक्सपेन्सिभिटी र लिनियर एक्सपेन्सिभिटीको रिलेसनबाट यो लिनियर एक्सपेन्सिभिटी निकाल्ने अनि लिनियर एक्सपेन्सिभिटीको यो फर्मुलालाई युज गर्ने र यसबाट 100 डिग्री सेल्सियसमा लेन्थ कति हुन्छ त्यो लेन्थलाई निकाल्ने अनि इन्क्रिज इन लेन्थ भनेको फाइनल लेन्थ माइनस इनिसियल लेन्थ गराएर निकाल्ने। ल यस्तै प्रश्नहरू हामी क्रमशः राख्दै जानेछौँ। विद्यार्थी भाइ बहिनीहरू कुनै प्रब्लम छ भने कमेन्ट बक्समा प्रब्लमलाई राख्न सक्नुहुनेछ, त्यो प्रब्लमको पनि सोल्युसन म गर्नेछु। हवस् त अर्को क्वेसनमा हामी आउनेछौँ।